हालसम्म 5 वटा बीमा कम्पनीले लाभांश दिने घोषणा गरेको छ। कुन कम्पनीले कति बोनस सेयर र नगद दिएछ भन्ने बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। हाम्रो यस च्यानलबाट कुन नयाँ आइपिओ खुल्दैछ, कुन कम्पनीले बोनस दिँदैछ, कुन कम्पनीले डिभिडेन्ड दिँदैछ भन्ने बारेमा सम्पूर्ण जानकारीहरू यस च्यानलमा पाउनुहुनेछ। त्यसकारणले हामीलाई लाइक, कमेन्ट, सेयर साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि अनुरोध गर्दछु। अब लागौँ विषयवस्तुतर्फ। आर्थिक वर्ष 2081-82 को लागि हालसम्म 5 वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। हालसम्म 3 वटा बीमा कम्पनी र 2 वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन्। निर्जीवन बीमा मार्फत आइएमई लाइफ इन्सुरेन्स, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका छन् भने निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियम इन्सुरेन्स र आइजिआई प्रुडेन्सियल इन्सुरेन्स हुन्। यी कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयर धनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन्। निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियम इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल 25% लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले 25% नै नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक्लोज मिति भने तय भएको छैन। आइजिआई प्रुडेन्सियल इन्सुरेन्स यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम कुल चुक्ता पुँजीको 5% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा कम्पनीले 5% नै नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण परियोजनाका लागि बुक्लोज नीति भने तय गरेको छैन। जीवन बीमा तर्फ लाभांश घोषणा गर्ने कम्पनीहरू आइएमई लाइफ इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल 10.5263% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा कम्पनीले 10.5263% नै नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण परियोजनाका लागि भने बुक्लेज मिति नै तय गरेको छैन। नेपाल लाइफ इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल 21.05% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा कम्पनीले 5% बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत करिब 21.05% नगद लाभांश वितरण गर्ने भएको छ। लाभांश र वार्षिक साधारण सभामा प्रयोजनार्थ कम्पनीले आउँदो पुस 7 गते बुक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस 7 गते भन्दा अघि कायम शेयरधारकले मात्र यो कम्पनीको लाभांश पाउने सभामा भाग लिन योग्य हुनेछन्। सिटिजन लाइफ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल 20% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा कम्पनीले 20% नै नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनाका लागि पुस 8 गते बुक्लोज गर्ने भएको छ। 7 गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीले मात्र लाभांश पाउने भएका छन्। लाभांश घोषणा गरेको बीमा कम्पनीले यस आर्थिक वर्षमा बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई धेरै जोड दिएको छ। यस्तै जानकारीको लागि हामीसँग जोडिनको लागि सब्स्क्राइब गरी बेल आइकनलाई दबाउन नभुल्नुहोला। हवस् त अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई छुट्छु। जय देश, जय नेपाल।